Dinja, jag har lagt så på. भेटेर तिमीलाई सम्झेर तिमीलाई 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 देखेर तिमीलाई हेरेर तिमीलाई भेटेर तिमीलाई सम्झेर तिमीलाई मनै मनमा तिमीले भइदियो मनै मनमा तिमीले भइदियो विपनीमा तिमीलाई सपनीमा तिमीलाई 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 दिनै रात तिमीलाई सम्झेर तिमीलाई तिमीलाई विपनीमा तिमीलाई सपनीमा तिमीलाई दिनै रात तिमीलाई सम्झेर तिमीलाई मेरो रस रङ्ग सबै तिमीतिरै गइदियो मेरो रस रङ्ग सबै तिमीतिरै गइदियो Kasih kati joya joya kimi doko timi सँगै घाम छाया हुने मनको ढोको बसै कति जोया जोया kimi doko तिमी सँगै घाम छाया हुने मनको ढोको सिरै फुल सिरै
पानीले बग्छ खोला सागर कुनै मुहान हुँदैन रातपछि हुन्छ उजेली मन्चरी गाउन सुसेली रातपछि हुन्छ उजेली मन्चरी गाउन सुसेली आऊ समाऊ किनारेर तिम्रै नाममा दिन रात चल्छ उठाऊ यी मेरा नजरका घुम्टोहरू तिम्रै मुहार हेर्न चल्छ आऊ समाऊ किनारेर तिम्रै नाममा दिन रात चल्छ उठाऊ यी मेरा नजरका घुम्टोहरू तिम्रै मुहार हेर्न चल्छन् मेरो रसरङ्ग सबै Thank you. उहाँ फेरि आउँछु म Ta sẽ đâu rồi? हेर्दा मायालु तिमीलाई म त भुल्छु तिम्रो मुहारमा साँच्चै यस्तो सुन्दरता मैले देखेकै थिइनँ अरू कतै मिलेका ती आँखाहरू झन् हेरिरहँ झै बनाउँछन् खुलेका केशहरूले फेरि बास्ना गुलाब झै सर्दछन् म हराए इनमै डुबी म हराए मधुस भइकन थाहा नपाइकन म हराए
सनीको बाजु टिका टिका र सबैजना सोहेडन सुनाएको
नखाने बाजु बेटा बेटा ये गाना खाना किन ब्लो मलाई टेक केयर बाई लाग्छ मुटुमै बसेछ नि माया थाहा नै भएन छोडेर लगेछौ यो मुटु होसमै भएन त्यो मनले त बुझेन यो मनले नि भन्न नि सकेन यो मनले त बुझेन यो मनले नि भन्न नि सकेन सम्झिँदै बस्दैछु नि माया के तिमीले सम्झेनौ मुटुमै सजाय तेरा माया के तिमीले फर्स्ट के भन्छ फ्लाइट चाहिँ इजिली पर्थ्यो यस्तो राम्रो उठ्नुपर्छ ला ए फ्लाइट सिक्दा रहेछ मेरो मोबाइलै अफ भइसक्यो चार्ज नभएर पावर ब्याङ्क राखेकोवाला पनि चार्जै रहेनछ पावर ब्याङ्कमा चार्ज गरेको जस्तो लागेको थियो गर्न त गरेको तर युज गरिसकेछ अस्ति खाएको मलाई चार्ज गरिसक्यो भनेर राखेको चार्जै छैन अब मोबाइल अफ छ अब हाम्रो 4 आवरको ट्रान्जिटमा 3 आवर मात्रै बाटो जाँदैन बसमा पनि त्यत्रो आयो बसमा आधी घन्टा जति नै लाग्यो 15 मिनट बसेको गेटसम्म पुग्नलाई तर हाम्रो त्यो 3 आवरको फ्लाइट थियो रहेछ रहेको 4 आवरै हो 4 आवरको फ्लाइट त दामी भयो नि निदाई म पनि सुताएको थिएँ खानालाई उठेँ खाना बितेको सुतेँ रुकन्थेँ हो अहिलेको पनि त्यस्तै होस् निन्द्रा त लागिरहेको छ अहिलेसम्म निन्द्रा त पुगेको छैन त्यही भएर आइस
दिउँसो 2 बजे अँध्यारो भइसक्यो के गर्नु पानी परिरहेछ कति रमाइलो ठाउँबाट आएको अब 2 बजे अँध्यारो हुने ठाउँमा बस्नु पर्यो सेन्ट्रल त्यो हाम्रै होइन ट्रेन स्टेसनमा पुग्यौँ ट्रेन चढ्नलाई वेट गर्दैछौँ केही देखा छैन बाहिर त ट्रेन चियाको घरमा को आयो चम 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 को आयो हेलो म कहाँबाट आएको हमना कहाँबाट आयो भन त के छ फेरि एकचोटि गर ल